गइएको चाहिँ घेवा याचो याचोको चाहिँ अब यहाँ तोर्माहरू छुपा मिलाएर चाहिँ साथीहरूले धेरै राम्रोसँग बनाउनु भएको छ है। यो चाहिँ अब कगिएको चाहिँ हेरौँ हो छोरा हो। कगिएको चाहिँ घेवा याचो छोराको चाहिँ यो तरिकाले चाहिँ छुपाहरू मिलाएको हुन्छ है। ल हेर्नुहोस् है, थुक्पाहरू राखेर छुपाहरू यहाँ बनाएर होइन, माथि चाहिँ यहाँभित्र मण्डला पनि यहाँ उहाँले बनाउनु भएको छ है। एकदमै राम्रोसँग बनाउनु भएको छ। र यतापट्टि चाहिँ वेछुपको चाहिँ तोर्माहरू मिलाउनु भएको छ है। एकदमै राम्रोसँग चाहिँ यहाँ सजाएर राख्नुभएको छ। सिङ्ग्यौँ याब्यौँको चाहिँ यहाँ बनाउनु भएको छ होइन। र तल चाहिँ छुपाहरू चाहिँ यो तरिकाले चाहिँ यहाँ बनाउनु भएको छ होइन। छुपाहरू यो तरिकाले बनाउनु भएको छ। र हेर्नुहोस् भुल्दरहरू यहाँ छ, घेत्रहरू यहाँ छ होइन। हेर्नुहोस् यो तरिकाले चाहिँ बनाउनु पर्ने हुन्छ तपाईँले। र छुपाको लागि चाहिँ सेन्सरहरू चाहिँ यो तरिकाले चाहिँ बनाउनु भएको छ। 7वटा सब्जी कोइरा यो त थुक्रोहरू बनाएर चाहिँ यसरी चाहिँ राख्नुभएको छ है। यो खालको चाहिँ पञ्चामृत यो तरिकाले चाहिँ बनाएर राख्नुभएको छ है। विशेष गरेर चाहिँ स्वर्गीय बिना गुरुङको चाहिँ नाममा भइरहेको पूजा उहाँलाई उहाँलाई चाहिँ मुक्ति मोक्ष प्राप्त होस् भनेर चाहिँ यहाँ उहाँको लागि विशेष पूजा गरिने भएको छ। हेर्नुहोस् है, बिना गुरुङ, स्वर्गीय बिना गुरुङ उहाँले छिटोभन्दा छिटो उहाँको चाहिँ चित्त विज्ञानले शान्ति पाउन सकोस्। समक्ष राख्न चाहन्छु। आज हाम्रो यो पूजा चाहिँ चेरेसीको है, चेरेसी अवलम्बितेश्वर पूजा गरिरहेका छौँ होइन। त्यो भएको कारणले गर्दाखेरि तपाईँहरूलाई आज यो देउताको एउटा यो अब जपहरू के हो भन्ने विषयमा तपाईँहरूले बुझ्नुपर्ने धेरै आवश्यकता छ है। आजको यो चेरेसीको अब यो पूजाको गर्दाखेरि तपाईँहरूले जप गर्ने भनेको के हो त ओमाइले गर्ने है। ओमाइले गर्ने एकदमै साधारण एउटा सरल एउटा मन्त्र हो है। सबै तपाईँहरूले सबैले गरिराख्ने एउटा मन्त्र हो। त्यो भएको कारणले ओमाइले जति शब्द हाम्रो स्वर्गीय यो चेरेसी चेरेसी 첫 번째 चेरेसी가 흔히 보자고 출구가 가까이야 성공가까이 निर्माणकाय भनेर चाहिँ हामी भन्ने गर्छौँ। छेउको रुमको टुलको भनेर चाहिँ हामी त्यसरी चाहिँ बुझ्नु रहेछ भन्ने तपाईँले ज्ञान हुन्छ।
Kaya wajita sawa adikya